हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ म जुम्ला जिल्लामा पुष महिनामा खेलिने भैलो कार्यक्रममा चाहिँ आएको छु। यहाँहरूलाई मेरो च्यानलमा स्वागत छ। है त अब भैलो कार्यक्रम हेरौँ। अहिले यो खेलिरहेको भैलो कार्यक्रम चाहिँ तिला गाउँपालिका वडा नम्बर 1 सेरी बजार राराली पनि भनिन्छ। यो बजारमा चाहिँ सबैजना यहाँको उपस्थित भएर यो भैलो कार्यक्रम खेलिरहेको छ। यहाँले लाग्न सक्छ भैलो देउसी भैलो कार्यक्रम त तिहारमा गरिन्छ भन्ने पनि लाग्न सक्छ। हो, पक्कै हो। तर जुम्ला जिल्लाको विभिन्न गाउँपालिकाहरू मा यो पुष महिनाको 3-4 गतेबाट सुरु गरेर 10, 11, 12 गतेसम्म चाहिँ यो भैली कार्यक्रम अथवा भैली खेलेर चाहिँ भैली खेल्ने चलन चाहिँ रहेको छ। यदि हजुरको गाउँठाउँमा पनि यस्तै कार्यक्रम हुन्छ अथवा गरिन्छ भने कृपया कमेन्ट गर्नुहोला। अब चाहिँ यो भैली कार्यक्रमको लगभग समापन हुने क्रममा रहेको छ। यहाँ उपस्थित भएको सम्पूर्ण भैली खेल्ने भैली कर्मीहरूलाई टिका माला लगाएर स्वागत साथै बिदाई गरिने बेला भएको छ। यहाँ देख्न सक्नुहुन्छ। र यो भैली कार्यक्रममा उठेको रकम पैसाले चाहिँ पूर्णिमाको दिनमा चाहिँ गाउँमा सबैजना जम्मा भएर ठुलो भोज गरेर रमाइलो गर्ने चलन चाहिँ रहेको छ। यस्तै नयाँ र अनौठो किसिमको भिडियोहरू हेर्नको लागि कृपया मेरो च्यानलसँग जोडिनुहोला। हस्, धन्यवाद। अर्को भिडियोमा भेटौँला।